फुटबलको इतिहासमा आजको अवस्था अत्यन्तै नाजुक छ। फिफाद्वारा निर्मित एन्फा अध्यक्ष व्यक्तिगत स्वास्थ्य र भ्रष्टाचारका कारणले नेपाली फुटबल राष्ट्रियता अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको छ। कारण नेपाल र नेपालीको शिर निहुरेको छ। 20 वर्षसम्म एन्फा हाँक्ने मौका पाउँदा समेत नेपाली फुटबलको विकास छैन। दफ्तर भएको आएको दिनले हामीलाई प्रष्ट पारेको छ। तपाई हामी फुटबललाई माया गर्नेहरूको अवस्था हेरेर बस्न सकिँदैन, ठुल्ठुलो हेरेर बस्न सकिँदैन। त्यसैले नेपाली फुटबलको विकासको निम्ति सचेत भई यस्ता फुटबलका धमिराहरू विरुद्ध हामी सबै एकजुट भएर अगाडि बढ्न सबैलाई हार्दिक अनुरोध गर्दछु। म नेपाली राष्ट्रिय टिमको कप्तान र एन्फाको उपाध्यक्ष समेत भइसकेको हुनाले पनि यो अनुरोध गर्दछु। त्यति नै भनेर म यो शब्द चलाउँछु।